एउटा कुरा सोधौँ, के कुरा? हजुरले मसँग किन बिहे गरे भन्नु त? म बच्चैदेखि कसैको पनि दुःख देख्न सक्दिनँ क्या। अर्काको दुःख देखेपछि मेरो मन भतभत पोल्छ, कुरो बुझिस्? त्यही भएर मैले तसँग बिहे गरेको। अनि मेरो चाहिँ के दुःख देखेर बिहे गर्नुभयो त? तेरो दुःख देखेर होइन नि, तेरो बेहोरा देखेर तँ यदि अरूसँग बिहे गरिस् भने त्यसले दुःख पाउँछ होला भनेर मलाई चिन्ता लाग्यो क्या। त्यही भएर म त दुःख सहन सक्ने क्षमता भएको मान्छे हुँ। त्यही भएर तँ अरू बिचराले दुःख नपाओस् भनेर मैले तसँग बिहे गरेँ क्या। अनि बा म तँसँग झगडा गरिदिन्थेँ कि हाँसी खुसी मिलेर बस्थेँ कि? गर्दैन थिइस् कि होइन कि यतिखेरसम्म त्यो बिचरा जसले तँलाई बिहे गर्थ्यो नि त्यसलाई 17वटा रोग लागिसक्थ्यो, त्यसलाई 2-4 त मिनी अट्याक आइसक्थे। तेरो बेहोराले पागल भइसक्थ्यो होला त्यो मान्छे। अब म त जिन्दगीमा दुःख यस्तै हो भनेर म त बुझ्ने मान्छे हो नि त। तपाईँको त बेहोराले गरेर मैले बाजेको, नत्र म त्यस्तो खालको मान्छे नै होइन। त कस्तो खालको मान्छे होस् त नि? म त एकदम शान्त, मन पराउने, सबैले माया गर्ने। हो मलाई त सबै कुरो थाहा थियो। बिहे अगाडि नै मलाई सबै कुरो तँलाई थाहा थियो। त्यही भएर मैले तँसँग बिहे गरेँ क्या, त शान्त नै होस् भनेर। बिचरा अर्काको दुःख म सक्दिनँ, त्यही भएर त्यसलाई जोगाइदिएको को थियो कुनि, जो भए पनि कमसेकम उसको राम्रो त भइरह्यो होला अहिले।